साथीहरू हजुरहरूलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ र म चाहिँ हैन आज चिकनको अचारहरू बनाउँछु त्यसको भिडियो लिएर आएको छु हैन म चाहिँ अचारहरू चाहिँ अस्तिदेखि बनाएको हैन कतिजना चाहिँ मेरो अचारहरू मन पराएर अर्डर गरिदिनु भएको छ र आज चाहिँ म यो चाहिँ भिडियोमा हाल्ने छु हेर्दै गर्नुस् त मेरो भिडियो साथीहरू अचार बनाएको मैले चाहिँ चिकनको म चाहिँ आगोमा बनाएको छु हैन हजुरहरूलाई चाहियो भने हैन मेरोबाट अचार लानु सक्नुहुन्छ म अनलाइन पनि डेलिभरी गर्छु र मैले अचार मसला है साथीहरू मैले कुटेको मसला हालेको आगोमा बनाएको नि त अहिले चाहिँ जाडो महिना छ विन्टरमा हैन आगोमा चाहिँ मजाले पाक्छ पनि त दाउरामा चाहिँ कुटेको खोर्सानी म चाहिँ अहिले चाहिँ साथीहरू चिकनको मात्रै हैन तपाईहरुले अर्डर गर्नु भने चाहिँ म चाहिँ अब टकको सुँगुरको हैन सुँगुरको मासुको पनि बनाउँछु हाम्रो चाहिँ मासुको अचार चाहिँ अब चाहिँ रेडी भइसक्यो अब चाहिँ निम्बु लाउँदैछु निम्बु लाउँछु मजाको हेरेछ निम्बुको त मजाको रस आएछ अब एकछिनमा चाहिँ सेलाएर चाहिँ म बदलमा हाल्छु सेलाएर चाहिँ बदलमा हालिदिन्छु दुई तीनवटा भएको मेथी त लास्टमा है यति चाहिँ भरिसकेँ साथीहरू मैले यति बट्टा चाहिँ भरिसकेँ र अब यहाँ कस्तो भएछ टेस्ट गर्छु दामी भएछ तपाईहरुलाई पनि हैन अचार चाहिन्छ भने चाहिँ हैन मेरो युट्युब हेरेर मलाई उयो गर्नुस् ल कन्ट्याक्ट गर्नुस् ल दामी भएछ तपाईहरुले दाल मात्रै पकाएर हैन कोही बेला चाहिँ दाल मात्रै पकाएर चाहिँ अचारसँग खाँदा पनि हुन्छ भात दामी भएछ